आलोकलाई त 50 लाख टोकेको त्यो अनि आर्मीहरूले त्यसलाई हात उठाएको बेला समाउनु पर्ने त्यो खास नचिनेर नसमा हो कि किन हानेको होला के त्यो चाहिँ अब यस्तो नचिनेर नै अब गुली हान्न सक्ने अवस्था हो अझ मारेर पनि टाउको लगिसकेपछि 50 लाख पाउने हो त्यो टाउको लगेर गएको हो टाउको पनि लगेन केही पनि लगेन यो चाहिँ रहस्य नै देख्छु डकुमेन्टहरू चाहिँ छ त्यसको अब चाहिँ कब्जा भएको छ सबै त्यो चाहिँ अब डकुमेन्टहरू पनि अब पर्दाफास नहुँदाखेरि मलाई अलिकति चाहिँ हामी नै यत्रो वर्ष युद्ध लडेको चाहिँ यता बाल सैनिक नै अब इज्यान ठाउँमा पर्दाखेरि बा त्यो पनि कतै चाहिँ पर्यो कि भन्ने मेरो चाहिँ यता आकलन मात्रै हो मेरो त्यो ठाउँमा चाहिँ आलोकलाई कमरेड आलोकलाई अब यता पार्टीको माथिबाट चाहिँ कारबाही गरेर आइसकेपछि मैले चाहिँ त्यहाँ 3टा मिलिसियाहरू थियौँ हामी एउटा चाहिँ बमले भनेर त्यहाँ शहीद हुनुभयो त्यही आर्मीले मारेर अनि अर्को आलोक चाहिँ त्यहाँ हात उठाउँदै उहाँ पनि चाहिँ म शहीद भयो अनि एकजना चाहिँ त्यही झुलाभित्र लुकेर चाहिँ अब बाँच्न सफल भयो र म चाहिँ अब त्यहाँ आएर भागेर चाहिँ अब सफल हुने भयो बाल्यकाल र यो अवस्थामा चाहिँ म 2टा सैन्य फाँटको चाहिँ तालिम गर्दाखेरि त्यो चाहिँ नेपाल आर्मीले मारे हुने जस्तो लाग्छ मलाई किन त भन्दाखेरि अनुभवको हिसाबबाट लडाइँको हिसाबबाट जाने हो भने चाहिँ पुरै चाहिँ छापारण शैलीबाट चाहिँ तिमीले अटेक आयो त्यो मलाई चाहिँ अन्धविश्वास घरमा बस्नु भएको थियो हामी त्यही घरमा थियौँ म घरमा जाँदै थियौँ त्यही घरमा जाँदै गर्दाखेरि उनले चाहिँ अफेन्स र डिफेन्सको कुराहरू चाहिँ धेरै चाहिँ आकाश पातालको फरक छ पुरै चाहिँ माओवादीको शैलीमा छ त्यो तपाईँले हान्नुभएको भएन हामीसँग त के थियो र हामी मलेसिया बरुवा बन्दुक थियो के थियो हामी हान्नु पनि पाएनौँ हामी भाग्ने भएको थियौँ हामी भाग्यौँ त्यहाँका चाहिँ जनताहरूलाई समातेर अब केही मान्छेलाई हान्यो लास्टमा चाहिँ छोड्यो नेपाल छ त्यो चाहिँ थबाङ गाउँपालिका विशेष जिल्ला आधारितका हिसाबभित्रको त्यो हाम्रो चाहिँ गुराँसे भन्ने ठाउँमा गएर तपाईँ गएर प्रत्यक्ष आलोकको बारेमा तपाईँ गएर टिका टिप्पणी गर्न सक्नुहुन्छ मैले जे भनेको छु त्यो ठाउँमा गएर तपाईँ राम्रोसँग जनताकोबाट चाहिँ तपाईँले थाहा पाउनुहुन्छ कसले गर्ने त्यस्तो गऱ्यो चाहिँ अब त्यही भित्रबाटै भयो होला जस्तो लाग्छ यस्तो यस्तो क्लियर म प्रसिद्ध मै हो म त्यहाँको लडाइँ त्यहाँको चाहिँ फर्स्ट अनुभूति ल्याउने मै हो सेनाको ड्रेस थिएन सेनाको ड्रेस त थियो सेना ड्रेस थियो गोली स्टार थियो त्यहाँमा गुली यस्तो पुरा चर्किरहेको छ त्यहाँ है पुरा चाहिँ भिरलाई फालेर त्यहाँ पुरा देखिरहेको छ पर गुली ठोकिरहेको छ है कति वर्ष हुने बेलामा जनमुक्ति सेनामा भर्ना हुनुभयो म त्यही 15 वर्ष विक्रान्तजी यहाँलाई स्वागत छ नमस्कार नमस्ते धन्यवाद अनि यहाँको परिचय मेरो परिचय वास्तविक नाम विनोद ढोका मगर टेक नाम विक्रान्त पूर्व जनमुक्ति सेनाको नाम हाल म चाहिँ मेरो व्यवसाय भनेको अहिले चाहिँ घरमा बसिबास कृषितिर लागिरहेको छु ए अब कृषि भन्नुभयो कृषि तपाईँमा हिजो माओवादीमा लागेको मानिस होइन अनि अहिले राजनीतिदेखि अछुट पनि हुन सकिँदैन राजनीतिमा सहभागी हुनुहुन्छ नि हजुर कुन पार्टीमा हुनुहुन्छ म खास अहिले यो चाहिँ नेकपा एमाले एउटा शान्ति र सुमिन्द्र विकास र नीति कार्यक्रम राम्रो भएको कारणले मैले चाहिँ यो पार्टीभित्र चाहिँ एउटा राम्रो लक्ष्य उद्देश्य देखेर म यो पार्टी प्रवेश गरेँ हुन तपाईँ हिजो जनमुक्ति सेना नेपालमा लडेको मानिस हिजोको राज्य सत्ताको विरुद्धमा बन्दुक उठाएको मानिस कसरी त्यो नेकपा एमालेमा सहभागी हुनुभयो जहाँसम्म लाग्छ मलाई हिजोको चाहिँ कमरेड प्रचण्डले हामी यो त बाल्यकालमा अनगिन्ती युद्धहरू लड्यो म अनगिन्ती कठिनाइहरू भोगेँ म जस्तै विक्रान्तहरू म जस्तै चाहिँ युवाहरू कुन ठाउँमा ढले कुन ठाउँमा चाहिँ अब घाइते अपाङ्ग भएका योद्धाहरू छटपटिरहेछ यो चाहिँ स्कुलिङमा त राम्रो छ नि प्रचण्डको हिजोको शहीद घाइते अपाङ्ग योद्धाहरूलाई चाहिँ अब सम्मानित रूपले चाहिँ हामी हेर्छौँ यो राज्य सत्ता कब्जा गरे पनि नगरे पनि हामी चाहिँ सत्तामा गइसके पनि घाइते अपाङ्गहरूलाई त प्रत्येक व्यक्तिलाई चाहिँ मासिक 3000 भनेर चाहिँ घोषित गरेर पनि उनीहरूले गर्ने अवस्था गर्न सकिरहेको छैन तर के हो त भन्दाखेरि आमूल परिवर्तन गर्नको लागि 10 वर्ष जनयुद्ध माओवादीले चलायो त्यसमा म एउटा योद्धा भएर म एउटा अमम भूमिका खेलेर म त्यो ठाउँमा धेरै लडाइँहरू लडेँ लड्ने क्रममा के भइदियो त भन्दाखेरि
इजियन थरोमा चाहिँ पर्यो भन्ने मलाई चाहिँ लाग्छ अहिलेको यो अवस्थामा प्रयोग भयो प्रयोग भयो किन त भन्दाखेरि त्यो स्कुलिङ त पुरा भएन हिजोका चाहिँ जो नीति नियम स्कुलिङहरू चाहिँ जति पर्सनली हामीले भन्यौँ त्यो पर्सनल नीति नियम ठिक छ नराम्रो भने होइन त लास्टमा आएर के त भने हामी इजियन थरोमा पऱ्यौँ कि भन्ने लाग्छ मलाई त्यही हिसाबले चाहिँ यो पार्टी व्यवस्था बाध्य भएको हुन्छ अब लडाइँको कुरा आयो सबभन्दा पहिलो तपाईँको जीवनको लडाइँ हजुर कहाँ थियो मेरो सबभन्दा जीवनको लडाइँ चाहिँ पहिला त यतै गुराँसेतिर भएको थियो मेरो रोल्पाको गुराँसे आर्मीहरूसँगै आर्मीसँग आलोक कमरेड याम आलोकलाई चाहिँ मार्दाखेरि त्यतिखेर चाहिँ म मिलिसियामा थिएँ त्यतिखेर स्मरणीय क्षणहरू छ अब अलिकति प्रसङ्ग आइहाल्यो कसरी त्यहाँ लडाइँ भयो अथवा कसरी आक्रमण गर्यो कि प्रहरीले सेनाले खास के हो त भने लिस्ने गामको लागि चाहिँ अब उता कुनै उता के अरे खलङ्गा प्युठान खलङ्गाको लागि चाहिँ आक्रमणको लागि हाम्रो पूर्व चाहिँ जनमुक्ति सेनाहरू अब ठुलो वर्षका अब साथीहरू सबै उता केन्द्रित थिए त्यतिखेर राखेर दुश्मन त्यतिखेर चाहिँ अब नेपाली सेना के अरे साई सेना अहिलेको नेपाली सेना जुन अब हजुर केबाङ लिस्नेमा चाहिँ अब दुश्मन आइसकेपछि तिनी चाहिँ भिडन्त पर्यो भिडन्त परेपछि गाममा चाहिँ बेस क्याम्प थियो त्यो गाममा पनि बेस क्याम्पमा कब्जा भयो त्यो लगतै त्यो गर्ने सवालमा त्यो गाम लिस्ने भिडन्त हुँदाखेरि यता थबाङदेखि आयो भन्ने भयो त जनमुक्ति सेना नेपाली सेना त हो कि होइन यसलाई मलाई चाहिँ अन्य अन्धविश्वास कुरा पनि चलिरहेछ युद्ध हो युद्धमा अब छापारमा शैलीमा अब आउनु पनि सक्ने स्वाभाविक हो अब म त्यतिखेर चाहिँ त्यो ठाउँमा चाहिँ आलोकलाई कमरेड आलोकलाई अब यता पार्टीको माथिबाट चाहिँ कारबाही गरेर आइसकेपछि मैले चाहिँ त्यहाँ 3टा मिलिसियाहरू थियौँ हामी एउटा चाहिँ बमलिया भनेर त्यहाँ शहीद हुनुभयो त्यही आर्मीले मारेर अनि अर्को आलोक चाहिँ त्यहाँ हात उठाउँदै उहाँ पनि त्यही म शहीद भयो अनि एकजना चाहिँ त्यही झुलाभित्र लुकेर चाहिँ अब बाँच्न सफल भयो र म चाहिँ अब त्यहाँ आएर भागेर चाहिँ अब सफल हुने भयो कसरी आक्रमण गर्यो तपाईँ त त्यहाँ त सेल्टरमा हुनुहुन्थ्यो होला तपाईँ लडाइँको तयारी होइन मैले दुईवटा अनुभव मैले अलि तपाईँको यो अर्को पृष्ठभूमिमा अलि पसाउँला होइन मेरो अलिको यो बाल्यकाल र यो अवस्थामा चाहिँ म दुईवटा सैन्य फाँटको चाहिँ तालिम गर्दाखेरि त्यो चाहिँ नेपाल आर्मीले मार्या हुने जस्तो लाग्छ मलाई किन त भन्दाखेरि अनुभवको हिसाबबाट लडाइँको हिसाबबाट जाने हो भने चाहिँ पुरै चाहिँ छापारमा शैलीबाट चाहिँ तिमीले अटेक आयो त्यो मलाई चाहिँ अन्धविश्वास घरमा बस्नु भएको थियो हामी त्यही घरमा थियौँ म घरमा जाँदै थियौँ त्यही घरमा जाँदै गर्दाखेरि उनले चाहिँ अफेन्स र डिफेन्सको कुराहरू चाहिँ धेरै चाहिँ आकाश पातालको फरक छ पुरै चाहिँ माओवादीको शैलीमा छ त्यो तपाईँहरूले हान्नुभएको भएन हामीसँग त के थियो र हामी मलिसिया बरुवा बन्दुक थियो त्यति हामी हान्नु पनि पाएनौँ हामी भाग्नै भएको थियौँ हामी भाग्यौँ त्यहाँका चाहिँ जनताहरूलाई समातेर अब केही मान्छेलाई हान्यो लास्टमा चाहिँ छोड्यो नेपाल आर्मी नै हो भने चाहिँ त्यहाँको चाहिँ मेन चाहिँ समातेका हाम्रा चाहिँ कार्यकर्ताहरूलाई छोड्ने थिएन मलाई चाहिँ अहिले आएर त्यहाँ लडाइँको डिफेन्स र एफेन्सदेखि ल्याएर त्यहाँको चाहिँ तिनले गरेको व्यवहार हेर्दाखेरि त्यो आर्मी होइन कि जस्तो मलाई चाहिँ शङ्का लागेको छ अहिलेको यो अवस्थामा आउँदाखेरि किन त्यहाँ कसले गर्यो त्यस्तो गर्यो चाहिँ अब त्यही भित्रबाटै भयो होला जस्तो लाग्छ त्यस्तो यस्तो क्लियर म प्रसिद्ध मै हो म त्यहाँको लडाइँ त्यहाँको चाहिँ फर्स्ट अनुभूति ल्याउने मै हो सेनाको ड्रेस थिएन सेनाको ड्रेस त थियो सेना ड्रेस थियो गोली स्टार थियो सबै थियो गोली स्टार जुत्ता लगाएको कहिले गोली स्टार थियो कसैको बुद्धि थियो त्यस्तो थियो अनि आर्मीको ड्रेस थिएन र आर्मी ड्रेस सबै थियो तर के हो त भन्दाखेरि त्यो षड्यन्त्र हुनसक्छ भन्ने मेरो चाहिँ एउटा सुझाव हो आजकल अहिले आएर पहिला त आर्मी नै हो अहिले आउँदाखेरि त्यहाँको सबै कुरा बुझ्दाखेरि आकलन गर्दाखेरि आर्मी चाहिँ होइन रहेछ कि भन्ने मेरो चाहिँ एउटा शङ्का रूप भयो तर के अरे विक्रान्तजी तपाईँले अलिकति अनौठो अलिकति आश्चर्यजनक कुराकानी गर्नुभयो होइन आजकल फर्केर हेर्दाखेरि त्यो आर्मीले नगरेको जस्तो कुराकानी गर्नुभयो अब त्यहाँ आक्रमण त्यो घरमा आक्रमण हुनुभन्दा अगाडि साई नेपाली सेना कहाँबाट आउँदैछ कतैबाट आउँदैछ भन्ने त्यति बेला त आधार इलाका थियो माओवादीको थाहा थियो होला नि तपाईँहरूले जानकारी थिएन त्यो थाहा थिएन सिर्फ चाहिँ गाममा थियो
र चाहिँ तपाईँको उता चाहिँ अगाडि तपाईँले दोहोऱ्याए लिस्ने तेबाङ भिडन्त हुँदाखेरि जुन अब गाममा बेस क्याम्प थियो र त्यहाँ चाहिँ त्यो आधार इलाकामा कहाँबाट आउँछ भन्ने ठाउँ त्यो हामीलाई थाहा थिएन। पुरो त्यस्तै एकदम चाहिँ हाम्रो राम्रो ठाउँमा चाहिँ सेल्टरमा राखिरहेको त्यो चाहिँ अचानक त्यहाँ आउँदाखेरि मलाई चाहिँ यो चाहिँ एउटा चाहिँ सुनिएन, त्यो सुनिएन। आर्मी आउँदैछ भन्ने आउने थिएन, आउने छ भन्ने पनि थाहा थिएन। तर बरु चाहिँ हाम्रो साथीहरूले चाहिँ त्यहाँ हान्दै जारी छन् भन्ने चाहिँ मात्रै थाहा थियो हामीलाई। म चाहिँ मिलिसियामा थिएँ, तिरेको चाहिँ गाउँ मिलिसिया भन्छ नि। अनि आलोकले तपाईँले हात उठाउँदै ड्याङ हान्यो भन्नुभयो। अनि त्यति बेला त हात उठाएपछि आत्मसमर्पण गरेको प्रतीक हो। अनि एकजना साथी त्यही लडाइँमै त्यही उसमै ढल्नुभयो, आक्रमणमै ढल्नुभयो भन्नुभयो। मलाई यस्तो लाग्छ, तपाईँलाई यो चाहिँ अब साथीलाई अन्यथा लाग्न सक्छ होइन। मेरो अनुभूति कुरा के गर्न चाहन्छु भने मेरो चाहिँ मगरको छोरो हो, मैले जे देख्छु त्यही बोल्छु मैले। खास कुरा मेन त के हो त भन्दाखेरि त्यसमा मलाई शङ्का लागेको अवस्थामा, अहिलेको अवस्थामा म सबै राजनीतिक पृष्ठभूमिदेखि ल्याएर यो 10 वर्ष जनयुद्धमा काहीँ लाग्दो युद्धहरू लडी त्यो सबै म समीक्षा गर्दाखेरि हजुरले भन्नुभएको थियो अगाडि कुरा गर्दाखेरि त्यो कुरालाई मैले चाहिँ आसमा समीक्षा गर्दाखेरि के त भन्दाखेरि हामी कतै हिजन थरोमा परेर हामी नेतृत्व हाम्रो ठुल्ठुला मान्छेहरूलाई चाहिँ सिधाउने काम भित्रैबाट भयो कि भन्ने मेरो एउटा शङ्का आकलन भएको कुरा हो। तपाईँ यो त्यहाँ जनाउन चाहन्छु। र अर्को कुरा के हो त भन्दाखेरि त्यो चाहिँ आलोकको विषयमा ल्याउँदाखेरि अब तपाईँको राज्य पक्षबाट के थियो भन्दाखेरि त्यसले प्रचण्डलाई चाहिँ 50 लाख अनि तपाईँको आलोकको पनि 50 लाख तोकेको थियो। लगायत चाहिँ विभिन्न किसिमका हाम्रा चाहिँ अलि मान्यजीहरू हुनुहुन्छ, मन्त्रीहरू हुनुहुन्छ, उहाँहरूको नाममा पनि 50 लाखदेखि ल्याएर 20 लाख 30 लाख 50,000सम्म नाम चाहिँ टाउको मूल्य तोक्नेहरू त्यत्रो चाहिँ डकुमेन्ट सहित समातेको छ चाहिँ नेपाल आर्मीले। त्यत्रो तोले चाहिँ 50 लाख पाउने, त्यो सिपाहीले 50 लाख पाउने हो नि त नि, त्यो पाएको छैन नि त। त्यो रहस्य छ क्या यसमा, त्यो भन्न मैले चाहिँ यति कुरा चाहिँ म जनाएको। यो रहस्यको कारणले तपाईँले अहिले यो आकलन गर्नु। हजुर। अनि कति बजेतिर घेराउ गर्यो? अनि यो घेराउ चाहिँ बिहान चाहिँ 8:30 बजीतिर हो। कति सालमा भन्नुभयो? घाम हानेको 2 दिन अगाडि 59 सालमा हो। तपाईँहरू 3 जना मात्रै हुनुहुन्थ्यो त्यहाँ? त्यहाँ 3 जना, त्यहाँको घरपति अहिलेसम्म अजम्बरी चाहिँ अब असम्म राम्रै छन्। त्यहाँको अब त्यहाँ घरपति चाहिँ अब भागेर नै सफल भयो, बस्नु सफल भएको छ। त्यहाँको चाहिँ एउटा चाहिँ त्यो घरपति चाहिँ अहिले फेरि दुर्घटना भई चाहिँ अब निधन भएको छ, दुःखको कुरा हो। र अर्को चाहिँ फ्यामिली छ, फ्यामिलीहरू चाहिँ तपाईँ पनि त्यहाँ जान सक्नुहुन्छ, त्यहाँको चाहिँ जनताको राय बुझ्नु सक्नुहुन्छ। त्यो चाहिँ थबाङ गाउँपालिका विशेष जिल्ला आधार इलाका हिसाबभित्रको त्यो हाम्रो चाहिँ गुराँसे भन्ने ठाउँमा गएर तपाईँ गएर प्रत्यक्ष आलोकको बारेमा तपाईँ गएर टिका टिप्पणी गर्न सक्नुहुन्छ। मैले जे भनेको छु त्यो ठाउँमा गएर तपाईँ राम्रोसँग जनताको बाटो चाहिँ तपाईँले थाहा पाउनुहुन्छ। अलिकति रहस्यमय भयो, ठिकै छ। यो रहस्यलाई आउँदा दिनमा त्यस्तो पर्दा खोलिने अवस्था अथवा यो रहस्य अलि त्यो रहस्यपूर्ण कुरा नै थियो भन्ने प्रमाणित हुने अवस्था अथवा त्यस्तो स्थिति आयो भने यो कुरा चाहिँ बाहिर आउट हुँदै जाला। अहिले यो कुरातिर नजाउँ, तर आलोकलाई त 50 लाख टोकेको त्यो, अनि आर्मीहरूले त्यसलाई हात उठाएको बेला समाउनु पर्ने, त्यो खास नचिनेर नसमा हो कि किन हानेको होला के? त्यो चाहिँ अब यस्तो नचिनेर नै अब गुली हान्न सक्ने अवस्था हो। त मारेर पनि टाउको लगिसकेको चाहिँ 50 लाख पाउने हो। त्यो टाउको लगेर गएको हो? टाउको पनि लगेन, केही पनि लगेन। यो चाहिँ रहस्य नै देख्यो। डकुमेन्टहरू त्यहाँ छ, त्यसको अब चाहिँ कब्जा भएको छ सबै। त्यो चाहिँ अब डकुमेन्टहरू पनि अब पर्दाफास नहुँदाखेरि मलाई अलिकति चाहिँ हामी नै यत्रो वर्ष युद्ध लडेको चाहिँ यता बाल सैनिक नै अब हिजन ठाउँमा पर्दाखेरि बा त्यो पनि कतै चाहिँ पर्यो कि भन्ने मेरो चाहिँ यता आकलन मात्रै हो।